टिन हाल्ने कि यही लगाउने? हजुर यही लगाउने यो झाप कुयो ए तलको झार कुयो यो झापलाई फेरि बदलेर नयाँ हालेर हुन्छ पानीमा फैला चाहिँ यो क्या हजुर सफा गरेर यसलाई हाल्ने हजुर ए तर यो भन्दा यो अहिले पनि पाउँछ हैन यो कपडा पाउँछ पाउन त अब यसको अलि कम भइसक्यो त्यो हजुरको त आफ्नो पुरानै भयो के अरे यो पुरानै भएर हो नयाँ किन्नु भने पाउँछै पाउँदैन हजुर नयाँ हामीले हाल्नु पर्यो भने पाउँछै पाउँदैन नयाँ पाउँदैन के अरे उही पुरानाहरू जो निकालेर राखेको छ नि त्यस्तो पाउँछ हजुर तपाईँले त्यो कपडै लाउनु लाग्नुभयो यो खबरै लाउनु ल धेरै राम्रो हजुर हजुर नभए आजकल त्यो टिन हालेर चाहिँ यो त प्राकृतिक हो नि त यो त हजुर त्यो त धेरै राम्रो चिज हो हजुर शीतल पनि बनाउने प्राकृतिक चिज हो यो गर्मीमा चाहिँ यो शीतल हुन्छ हो उसमा सर्दीमा चाहिँ तातो तातो गर्मीमा चिसो अनि दुईजना मात्रै हुनुहुन्छ त हजुर अरू छैनन् केटाहरू नाइ अरू छैन कहाँ गए केटाहरू पलायन भयो क्या केटाहरू त बाहिरतिर छन् बाबु 3 भाइ छोरा छन् ए कोही कतै छन् कोही कतै छन् बस आफ्ना आफ्ना कुन देशमा गएको छन् बाबु बाहिरतिर धेरै त्यति टाढा होइन बसे चाहिँ इन्डियातिर कतै इन्डियातिर कमाउने आउने गर्छन् कमाउनलाई हिँडेका छन् टोलीहरू ल ठिक छ भनेपछि तपाईँहरू बुवा हजुर बुवा खलक बुवा खलक तपाईँहरूभन्दा तलको सन्तान खलक त बाहिर कमाउन गयो हजुरहरू बुवा खलक पर्नु हामी त बुवा खलकहरू हामी त के गर्ने हाम्रो पुरानो जमानादेखि हामी त यही खेतीपाती गर्न बस्यो दाउरी ठुलो यताउति गर्ने हलो कोदालो गर्ने यस्तै जीविका चलाइयो अहिलेको नयाँ पिँढीले के गर्न लाग्यो त सुक्खो खोज्न लाग्यो सुक्खो खोज्न लाग्यो पैसा कता छ भनेर खोज्न कता छ भनेर पैसा खोज्न लाग्यो धेरै पैसा कमाउने सुक्खोमा बस्ने हजुर हजुर त्यो कुरा नि सही भन्नु बरु दुःखै रुचायौँ हो घर परिवारसित बस्यो कहिले पनि छुट्टिएनौँ बच्चा बच्चीसित बस्यो बुढाबुढी सँगै रहेर रुखो निक्लो घाँस खाएर जीवन बिताइयो अनि यहाँ बस अहिलेका पिँढीले के खोज्छ त बस सुख पैसा कसरी ल्याउँ र अनि यो अब के कता गएर बसौँ के नै गरौँ भनेर अनि दौड्या छन् देउरी हाल त्यही नै हो आखिर फर्केर आउनु पर्ने फेरि यहीँ हो अनि भन्छन् त एउटा यहाँ बुढापाकाहरूले जिम्मेदारी ठुलो कि जमदारी ठुलो जमदारी भन्दा पनि जिम्मेदारी ठुलो हो भनेर किन गरे भन्नुहुन्छ भने जमदार सुबदार लेफ्टनन्ट क्याप्टन भएर कमाए होइन तर अन्त्यमा चाहिँ जिम्मेदारी फर्केर त जिम्मेदारीमा आउने हो जिम्मेदारीमा आएर आफ्नो अन्त्य हुने त्यही भएर जिम्मेदारी भन्दा जमदारी भन्दा जिम्मेदारी ठुलो भनेर एक वाक्य गरिरहेको छ कि ल ल हुन्छ हुन्छ हजुर कहाँ त गयो त सवारी